4 दिन इस्तानबुल घुमिसकेपछि काप्पाडोकिया भन्ने ठाउँमा हट एयर बलुन हेर्न गएको। यो ठाउँ मलाई टर्कीकै सबैभन्दा बेस्ट ठाउँ लाग्यो। बिहान बिहानै सनराइजसँग यस्तो भ्यू हेर्न पाएपछि के नै चाहिन्छ र। हाई गाइज, वेलकम टु माई थर्ड एन्ड फाइनल भ्लग फ्रम टर्की, जसमा आज म कप्पाडोकिया भन्ने ठाउँको मेरो एक्सपिरियन्स र टर्कीदेखि लन्डन वापस आउँदाखेरिको यात्राको बारेमा कुरा गर्दैछु। इस्तानबुलदेखि कप्पाडोकिया म बसमा ट्राभल गरेर गएको थिएँ र कप्पाडोकिया आइपुग्न भन्दा लगभग 1 घण्टा पहिला बाटोमा यति राम्रो ठाउँहरू थियो, प्योर नेचुरल प्लेन ल्यान्डहरू, जुन चाहिँ बसको झ्यालबाट पनि यति राम्रो देखिने। अनि यो कप्पाडोकिया भन्ने ठाउँ चाहिँ प्राकृतिक रूपमा एकदमै कम्प्लिकेटेड छ। यहाँ देखिने यो पहाडहरू, ढुङ्गाहरू नेचुरली नै यसरी बनेको छ, जसले यो ठाउँलाई एउटा छुट्टै पहिचान दिन्छ। अनि नेचुरली यसरी बनेको केभ हेर्न पाउँदाखेरि मलाई एकदमै एक्साइटिङ फिल भइराखेको थियो। मेरो होटलदेखि नजिकै यहाँनिर एउटा केभ रहेछ। यो केभ भित्र के छ कस्तो छ भन्ने कुरा चाहिँ भिडियोको लास्टतिर छ, त्यसैले भिडियो लास्टसम्म हेर्नु होला। अनि यहाँ चाहिँ एकदम धेरै घरहरू केभहरूसँगै इन्टिग्रेटेड गरेर बनाएको रहेछ। अनि धेरै जसो ठाउँमा चाहिँ यही केभ भित्र बस्ने खाने व्यवस्था पनि छ। यो ठाउँ चाहिँ एकदम अचम्मको ठाउँ छ कि यहाँनिर नि यस्तो यो अग्लो अग्लो केभहरू चाहिँ यहाँ कति छ लाइक घुमेरै सकिँदैन। यो केभको बेसदेखि सिटीको भ्यू चाहिँ यस्तो देखिन्छ है त। लुक बिहाइन्ड मी इज कप्पाडोकिया, गोरेमे। दिस प्लेस is crazy. It looks crazy because like we have caves like this, so tall. It's like very tall. I cannot show you all the perspective from here. अनि यो भुइँमा चाहिँ मान्छेको कान जस्तो के राखेको होला। आजै म कप्पाडोकिया भन्ने ठाउँमा आएको थिएँ। म एकछिन यही केभतिर घुमेर चाहिँ मेरो होटलमा वापस आएँ। अनि यो चाहिँ साँझतिर मेरो होटलको टेरेसदेखि देखिएको भ्यू है त। अनि म कप्पाडोकिया आउनुको चाहिँ एउटा मात्रै रिजन थियो, हट एयर बलुन हेर्नको लागि। सो जे कुरा हेर्न भनेर म कप्पाडोकिया आएको थिएँ, त्यो कुरा हेरौँ। कस्तो लाग्यो त? बिहान बिहानै उठेर आउनु वर्थ इट थियो नि। यो बलुनको भ्यू, यहाँको सनराइज अनि यो ठाउँको भाइब, आजसम्म मैले दुनियाँमा जति पनि ठाउँहरू देखाएको छु, दिस इज द बेस्ट। आई विल अलवेज रिमेम्बर दिस प्लेस। अब बलुन्सहरू हेरिसकेपछि यहाँदेखि सबै मान्छेहरू फर्किसकेका थिए अनि मेरो पनि होटलतिर फर्किने बेला भइसकेको थियो। तर यो ठाउँ यति राम्रो देखिएको थियो कि मलाई यहाँदेखि होटलतिर जानै मन लागेको थिएन। 2-4वटा फोटोहरू आफै खिचेर अनि म मार्केट साइडतिर झरेँ। बिहान बिहान 3 बजे उठेर आएको है। फोटो राम्रो आएन र आपत भयो क्या अरूभन्दा पनि। आफै खिच्दाखेरि अब कहिलेकाहीँ राम्रो आउँछ, कहिलेकाहीँ नराम्रो आउँछ। एक त लाइटिङ राम्रो हुँदैन, एङ्गल मिल्दैन, फेरि यहाँनिर स्ट्यान्ड राख्नको लागि पनि अलिक गतिलो ठाउँ नरहेछ कि यतातिर। अनि अलि सिधासँग स्ट्यान्ड राख्नु पनि पाएन, त्यही भएर फोटो चाहिँ खासै राम्रो आएन। बट जस्तो खालको भ्यू यहाँनिर थियो त्यो चाहिँ वर्थ इट थियो, एकदम दामी। मार्केटदेखि पनि यति राम्रो ठाउँहरू देखिरहेको थियो, दिनभरि नै यतै घुमाउँ जस्तो लागिराख्ने। यदि म कुनै मुभीको डाइरेक्टर भएको भए यो ठाउँमा आएर पक्का सुटिङ गर्थेँ। आज दिनभरि म यतैतिर घुमेँ अनि साँझतिर चाहिँ यहाँनिर एउटा रेस्टुरेन्टमा गएर बियर र चिकन अर्डर गरेँ। डिनर गरिसकेपछि आजको दिन चाहिँ मेरो सकिएको थियो। मेरो फोनमा ब्याट्री पनि सकिएको थियो अनि म थाकेको पनि थिएँ। सो गुड नाइट। अब यो केभ भित्र के छ त? यहाँभित्र जान चाहिँ टर्कीको 100 रुपिज लाग्दो रहेछ। अनि भित्र छिर्ने बित्तिकै हिलोमा टेकेर मेरो जुत्ता खराब भयो। यो केभ भित्र चाहिँ मान्छेहरूले खनेर सानो सानो रुमहरू बनाएको रहेछन् अनि बिस्तारै बिस्तारै यहाँनिर मान्छे बस्ने ठाउँहरू बनाउन लागे जस्तो देखिन्छ। अनि यो केभको टपमा पुगेपछि चाहिँ माउन्ट एभरेस्ट चढे जस्तो फिल आउने रहेछ अनि पुरै सिटीको भ्यू पनि राम्रोसँग देखिने रहेछ। यहाँनिर चाहिँ यस्तो ठाउँ छ, यहाँ चाहिँ पुरा देखिन्छ यो एरिया सबै। ओ वहाँनिर अर्को रक छ यस्तै। डेन्जरस ठाउँ गाइस, डेन्जरस।
यहाँ पनि अर्को कुरा छ ओए 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 कता टाउको ठोक्किने हो फेरि प्वाङ्गे जब म यहाँ आउनको लागि होलिडे प्लानिङ गरिरहेको थिएँ यो माउन्टेनमा पनि जाने प्लान थियो मेरो तर त्यहाँ जानु चाहिँ भ्याइएन है त यही केभमा चाहिँ यिनीहरूले ओब्सिडियन पनि राखेको रहेछन् यसको बारेमा मैले सुनेको मात्रै थिएँ आज देख्न अनि छुन पनि पाइयो यो चाहिँ एक प्रकारको भोल्क्यानिक ग्लास हो एकदमै शार्प अनि स्ट्रङ हुने भएको भएर यसलाई चाहिँ डाक्टरहरूले अपरेसन गर्ने बेलामा युज गर्ने ब्लेडहरू बनाउनको लागि युज हुन्छ अब भने म कप्पाडोकिया छोडेर निस्किन लागेको साँझको खाना म गोरेमे भन्ने ठाउँको एउटा रेस्टुरेन्टमा खाँदैछु जसरी म इस्तानबुलदेखि बसमा कप्पाडोकिया आएको थिएँ त्यसै गरी त्यही बस लिएर म इस्तानबुल फर्किँदैछु यो ठाउँ चाहिँ यहाँको बस पार्क हो जुन चाहिँ एकदमै ठुलो अनि एकदमै व्यवस्थित छ यहाँ चाहिँ कस्तो हुने रहेछ भन्दाखेरि सबै ट्राभल कम्पनीहरूलाई आफ्नो आफ्नो एरिया अनि टिल दिने रहेछ अनि त्यहाँदेखि चाहिँ आफूलाई मनपर्ने ट्राभल कम्पनीको बस टिकट लिन पाइयो म चाहिँ कप्पाडोकिया जाँदा र आउँदा मेट्रोको बसमा ट्राभल गरेको थिएँ इस्तानबुलदेखि लन्डन जाने फ्लाइट चाहिँ मेरो साँझको थियो अनि मलाई चाहिँ दिनभरि यतै बिताउनु पर्ने थियो त्यसैले म यताउता घुम्दै इस्तानबुलको सिटी एक्सप्लोर गर्दै आफ्नो टाइमको युटिलाइज गर्दै थिएँ यो बिल्डिङको डिजाइन चाहिँ मलाई एकदमै राम्रो लाग्यो तर यसको फोटो अनि भिडियोहरू निकाल्नको लागि चाहिँ म एकदम राम्रो एंगल भने पाएन अनि यो साइडतिरको घरहरू बिल्डिङहरू चाहिँ एकदमै कलरफुल अनि कमिक बुक टाइपको भाइब दिने खालको लाग्यो मलाई एकछिन यतै घुमिसकेपछि यो पार्कमा गएर म बस्दै थिएँ अनि यो दृश्य देखेर मलाई एकदमै स्याड फिल भयो बिकज यत्रो सहरमा जतासुकै गर्मी छ अनि तिर्खा त यिनीहरूलाई पनि लाग्छ नि दिस सोज हाउ इम्पोर्टेन्ट द वाटर इज लन्च गरिसकेपछि एकछिन म यो नदीको साइडमा भएको पार्कमा बसेर हावा खाँदैछु यहाँदेखि पारिपट्टि गलता टावर पनि देखिने रहेछ अनि यिनीहरू दुईजना चाहिँ दाजुभाइ जस्तै लाग्यो मलाई अनि म पनि यिनीहरू बसेको बेन्चमा गएर एकछिन बसेँ अनि यसरी रुखको छायामा बसेर नदी अनि सहरको भ्यू हेर्नुको मजा चाहिँ छुट्टै छ अब भने म इस्तानबुलको एयरपोर्टमा आइसकेको छु यहाँको एयरपोर्ट चाहिँ एकदमै ठुलो छ जो पाइ मान्छे यहाँ हराउन पनि सक्छ यहाँनिर म फ्लाइट लिनुभन्दा पहिला फ्रेस हुँदैछु अनि आफ्नो फ्लाइटको स्ट्याटस चेक गरेर बोर्डिङ पास लिएपछि एकछिन म एयरपोर्टतिर घुम्न लागेँ आफ्नो गेटमा गएर एकछिन वेट गरेपछि प्लेनमा बस्न पाइयो एन्ड लकिली फर्किने बेला पनि मैले विन्डो सिट पाएको थिएँ एन्ड इज अलवेज द भ्यू आउटसाइड वाज अमेजिङ स्पेसल्ली यो बादलहरू लगभग 3 घण्टा 45 मिनटको फ्लाइट पछि म लन्डन आइपुगेँ अनि एयरपोर्टदेखि रुमसम्म जाने ट्रेन चढेपछि मलाई आफ्नै घर आए जस्तो फिल भयो किनकि बसिराखेको देश हो नि त यहाँदेखि अगाडि भने मैले केही पनि रेकर्ड गरेन बिकज मेरो फोनमा चार्ज पनि थिएन अनि म घर पनि आइसकेको थिएँ धेरै दिनदेखि यो फुटेजहरू मेरो फोनमा बसिराखेको थियो यसलाई युटिलाइज गरौँ भनेर अलिअलि भोइस ओभर गरेर मैले ब्लग बनाएर हाल्दैछु मन पर्यो भने लाइक गर्नुहोला सब्स्क्राइब गर्नुहोला थ्याङ्क यू फर वाचिङ सी यू अगेन